खाजा के खाने हजुर? भोक लागेर जोड भएको छ। खाजा नखानु? किन? बच्चाहरूलाई खेलाउनहरू यहाँ हानेको रहेछ। आफ्नो त बिहे नि भएको छैन, बाहिर नि के काम, अब त काम लाग्ने हो। के हो कपाल काट्ने ठाउँ? कपाल चाहिँ काटिदिन्छ। यो कपाल काटिदिन्छ। मैले जहिले यहीँनिर आएर कपाल काट्छु। के अरे दाइ? ब्लेडले हाने नि जिरोमा। नत्र त त्यो मेसिनले जिरोमा हानिदिने नि। हाम्रो दुईजना दाइहरू कपाल काट्ने चाहिँ म चाहिँ नकाट्ने। मैले त कपाल अस्ति नै काटेको, जिरोमा काटेको मैले चाहिँ कपाल। योभन्दा धेरै खुइलाउनु हुँदैन। हाम्रो दाइ चाहिँ कपाल काटिसकेको। अब यहाँबाट बाहिर निस्किने हो। जाउँ न, चिसो खानु जाउँ न त्यतैतिर। किन्नु न हौ, म चाहिँ पैसा आएछु म किन्छु। यसले हेरे गर्छ। हिजो पनि यसले हिजोकै यसले 30 सेन्ट मागेको थिएन, पछि माग्दै थियो। छैन तुम्हारा शादी का तुम शादी करेगा, तुम्हारा बीवी मिले के आएगा। क्या दाम चाहिँ यो सही छ यो। यहाँ यस्तो यस्तो झुसो पाउँछ नि त यहाँ। क्या सही छ। आमा कस्तो गर्मी हो। आमा कस्तो घाम लागेको आज बिहान बिहानै। म चाहिँ अब ड्युटी जाँदैछु। खाजा के खाने हजुर? भोक लागेर जोड भएको छ। खाजा नखानु? किन? खाजा खानु न। चाहिँ गुन्द्रु त्यो मिलन दाइले पठाइदिएको गुन्द्रु। खाजा खानुपर्छ, भोक कस्तो लागेको छ। त्यो पर त्यो नासिकान्दा छ, त्यहीँनिर खोलेको भने त्यहीँ खान्छ। ब्रेड कस्तो दामी दामी पाउँछ। घिउ हालेर तेलमा तताएर अन्डा हालेर दिँदो रहेछ। अस्ति त्यो यिनले मैले खाएको थिएँ नि एकचोटि, ग्रुपमा हालेको थिएँ त, दामी बनाइदिएको थियो हाम्रो मामा। हामी चाहिँ अब त्यहाँ पर सिरानी पाउँछ, सिरानी किन्ने हो। त्यहाँबाट अनि उतै कामै जान्ने हो। अब त्यहाँबाट को फेरि फर्केर आउनु, टाइम पनि भइसक्यो। घर कस्तो दामी छ, सानो भए पनि घर चाहिँ चिटिक्क परेको छ यतातिर। त्यो पर त्यो बङ्गालीको छैन, त्यसको त्यो बुढी चाहिँको नि युट्युब च्यानल रहेछ नि त, 14वटा सब्सक्राइबर। मलाई हिजो भन्दै थियो, हिजो के 30 सेन्ट कि कति पैसा भएको थियो भने त्यो चाहिँ पर्दैन थियो। अनि पछि फेरि यस्तो भिडियो बनाइरहेको थियो, आइफोन देखेर ए तिमीसँग आइफोन रहेछ पछि लिन्छु म अरे। त्यही बङ्गालीको उसको नि रहेछ। पछि लिन्छु, तिमीसँग आइफोन छ पछि लिन्छु म, त्यसको पैसा चाहिँ ए म त 10,000 चलाइरहेको छ, तिमी त्यहाँ आइफोन चलाइरहेछ भन्दै त्यस्तो नै थियो। त्यो पर क्या त्यस्तो नै थियो। रुख कस्तो दामी छ, चिटिक्क परेको रुख। त्यहाँ भुइँकटा नि छ। त्यो भोलि पाएपछि यसो टिपेर लाँदा फेरि कराउँछ होला। हाम्रो मामा र म, अरू चाहिँ पछि छ, कुनैको छुट्टी छ, कुनैको नुहाइरहेको छ। आमा र म चाहिँ काममा जाँदै हो, सिरानी किन्न छ त्यहाँ पर। किवी हो र यो? यस्तो के को किवी हुन्छ बुढे? यस्तो लिची चाहिँ हो होला है यस्तो। तर यो लिची पनि होइन, कस्तो साह्रो छ। यहाँ फेरि टन्नै फल्दो रहेछ, फल्या फल्या गर्छ। कहिले पनि सक्दैन रहेछ यहाँ चाहिँ। फल्या फल्या छ। यो मेवा हो। यो मेवा मेङमारहरूले पऱ्यो भने त सब पकाएर तरकारी पकाएर खाइदिँदो रहेछ। मेवाको नि तरकारी त मिठो हुँदो रहेछ, एकचोटि त मैले पनि खाएको थिएँ। कस्तो दामी छ यो घर। जिन्दगीमा यस्तै सानो घर बनाउनु पाइने हुन्छ। थियो है
सिधानीहरू आज त बन्द रहेछ त्यहाँ त त्यहाँ ऊ यहाँ ए के गर्नु अब जाउँ न यतैबाट जाउँ न यतैबाट खाजा नखानु भोक लागेको छ हजुर खाजा खानुपर्छ तपाईँहरू मलाई के खाजा खाने खाजा खाने त्यो ब्रेड र अन्डा कस्तो दामी घिउ हालेर ब्रेड तताउँछ अनि अन्डा माथिमा हालिदिनु कस्तो दामी बनाइदिन्छ त्यही खाने त्यही खाने तपाईँ के खानु के खाँदैन जुसहरू पनि पाउँछ कफी आइसहरू पनि पाउँदो रहेछ सबै पाउँछ कस्तो टाँच्दो रहेछ यो त मेरो माइक कहिले आउँछ तपाईँ माइक खोइ हेरेको छैन हौ माइक त हेरेको छैन तपाईँ नि गीत गाएर युट्युबमा हाल्ने हाम्रो दाइ नै युट्युब च्यानल बनाउने सबैले सब्सक्राइब गरिदिनु है गीत गाउँदै युट्युबमा हाल्ने चाहिँ जे पनि हुन नसक्ने मामा पो हो त हो होइन गायक हुने रे भान्जी छ अरे होइन भान्जी बोल्नै मान्दैन त्यही भएर म चाहिँ मामा भनेर जिस्किन्छु यहाँ गाडीको सामानहरू अलिक सस्तो पनि पाउँछ नेपालमा भए त आमा नेपालमा यति चाहिँ महँगो छैन एउटा नट फेर्नु पर्ने 500 भन्दा मुनि लिँदैन यस्तो गर्मी छ के हामी उयो पर जाने नाची अन्दरमा किन कपाल काट्नु तपाईँ जाउँ न त अनि जाउँ न त फेरि ट्याम भरे काट्दैन भएन अब फेरि यहाँ त्यसलाई त कपाल काट्न आधी घन्टा लाग्छ कहिले काटेर सकिनु त नि त्यो पर नासी अन्दा छ कस्तो दामी छ है त्यो चाहिँ अनि तपाईँ पैसा हाल्ने भने त पैसा हाल्नु गएको कति रहेछ रेट अहिले 32 50,000 50,000 भन्दा माथि गएन पैसा त सबै हालिन त किन ए हामी उयो जानुपर्छ ल कहाँ रे त्यो के भन्छ त्यो ठाउँको नाम त्यो अस्ति मिलन दाइहरू जाने ठाउँ भातु फिरङ्गी त्यहाँ जानुपर्छ ल है अब यो पालि अर्को पालि सोमबारसँगै छुट्टी मागेर जानुपर्छ त्यहाँ घुम्न हेरौँ कुरा गरौँ न एनएलपी अझै लोड छ त मामा एउटा गुन्द्री पुगेको छ एउटा बोतल त्यो पर चाहिँ पेट्रोल पम्प छ त्यो चाहिँ पेट्रोल पम्प हो तर यहाँ चाहिँ पेट्रोल चाहिँ सस्तो हुन्छ है 2 रुपियाँ 3 रुपियाँ लिटर लिँदो रहेछ एउटालाई नेपालमा त अहिले 200 भन्दा माथि होला 1 लिटरलाई यहाँ चाहिँ 2 रुपियाँ 3 रुपियाँ 4 रुपियाँ त्यस्तै लिन्छ 1 लिटरलाई गर्मी आज कस्तै भएको यो मस्जिद शुक्रबार यहाँ मान्छे यति धेरै आउँदैन यहाँ शुक्रबार यहाँ टन्नै हुन्छ हौ मान्छे नरिवलको त्यहाँनिर पाकिरहेछ नरिवल पाकिरहेछ कति ठुल्ठुलो भइरहेछ खै कसैले पनि टिभी नलाँदो रहेछ नरिवल त यहाँ त फल्या छ कहिले पनि टुट्दैन ए मस्जिद कस्तो सुविधा छ यहीँनिर मस्जिद नमाज पढ्न आउँछ मान्छेहरू अनि यहीँनिर गाडी धुन्छ क्या सुविधा छ यहाँतिर खाजा त्यहाँ खाऊँ भने त्यहाँ फेरि बन्द रहेछ नि त ऊ अनि अस्ति त म्याउन यति खोलेको यो त युन र माउन बेला त खोलेको थियो त अस्ति नै अरू बेला यहीँनिर पाउँथ्यो नासी अन्त हजुर म ऊ त्यो म्याकडोनमा गएको होइन त्यही म्याकडोनमा गएको दुईजना तामिलहरू केटीहरू होला एउटा आइसक्रिम मागेको अर्कोले देखाउँछ फेरि एउटा मागे अर्कोलाई देखाउँछ म्यानेजरदेखि सबै आएको मैले यस्तो भिडियो बनाउँदा मैले चाहिँ आइसक्रिम एउटा मागेको फेरि म्यानेजर एकजनाले अर्को बोल्नु फेरि अर्को बोल्नु लास्टमा त म्यानेजरै आउँछ अनि म्यानेजरले अनि एउटा आइसक्रिम दे नि त भनेको कुन चाहिँ फ्लेभर चाहिँ अनि लास्टमा त स्ट्रबेरी फ्लेभर भनेको अनि दियो अनि फेरि म भिडियो बनाएर यता यता आइरहेको थियो फर्की हेरिरहेको थिएँ लुकी सबैजना बाहिर आएर मलाई हेरिरहेको थियो म त अनि त्यही हो
यो गाडी क्या दामी छ औकात से बाहर गर्लफ्रेन्ड छ भन्दा यहाँ मेकअपको सामानहरू पनि लोड रहेछ किन नलाने हाम्रो त छैन भएको भए त म एक झल्ला लिएर आउँथ्यो चाहिँ बर्गरहरू पाउँछ बर्गर बिस्किटहरू कफी सबै पाउँछ यहाँतिरको मान्छेले कफीमा नि आइस हालेर खाँदो रहेछ प्रायः जस्तो सबै त्यस्तै गर्दो रहेछ आइसरहेछ ए कम्पनीको लो यही हो चिकन क्लाउड हाउस कामको ठाउँ यही हो रेस्टुरेन्ट चाहिँ चाइनिज रेस्टुरेन्ट हो प्राउन माछा यो चाहिँ गङ्गडा हो यो सुँगुरको मासु हो दाम हेर न दाम कस्तो महँगो छ यहाँ 15 रुपियाँ मिक्स छ मिक्स योभित्र सबै पाउँछ रक्सी सक्सी सबै के चाहिन्छ सबै पाउँछ सबै ए ल यो चाहिँ बच्चाहरूलाई खेल्ने ठाउँ बच्चाहरूलाई खेल्ने कुरोहरू किन्ने ठाउँ यो चाहिँ यहाँ बाहिरै पाउँछ यहाँ चाहिँ अस्ति मल थिएन यही मिक्स रेडिमेड हो यो सबै पकाएकोहरू बिस्कुट कहाँ पाउँछ त है मार्केट मिक्स हो कि मिक्स भन्छ यसलाई चाहिँ बिस्कुट छैन क्या हो चाहिँ लान्छ मिट बिस्कुट छैन क्या यहाँतिर चक्लेटहरू लोड छ बिस्कुट छैन क्या देख्दैन नि त यहाँतिर मोमो हो यो चाहिँ मोमो यहाँको भाषा चाहिँ डम्पलिङ हुन्छ डम्पलिङ देख्दैन नि त बिस्कुट त बिस्कुट छैन त जुस यो सबै बिस्कुट छैन त आएको मात्रै हुन्छ क्या यहाँ ए ल बिस्कुटहरू छैन रहेछ आज एउटा चिकन चाहिँ किनेर लिएर जाऊँ न चिकन हेलो सनवान ini satu रक्सी वाइनहरू यस्तो महँगो छ नि यहाँ ini satu berapa ओके थ्याङ्क यू बाई बिस्कुट पाएन यहाँ चिकन मात्रै बिस्कुट किन्नको लागि त 7-11 जानुहोस् त्यहाँ चाहिँ भिडियो बनाउनु दिँदैन मिक्स यस्तै हो क्या यहाँ चाहिँ हामी नेपालमा पाउने मोमोहरू सबै पाउँछ यहाँको भाषाहरू चाहिँ डम्पलिङ भन्दो रहेछ डम्पलिङ भन्छ रहेछ मोमोलाई चाहिँ है 7-11 त्यो भिडियो बनाउनु दिएँ है मैले सोधेको थिएँ नि त मलाई भिडियो बनाउनु दिन्छ दिँदैन भनेर एउटा बिस्कुट कुन चाहिँ लाने भने होइन अब यही यो नलैजाउँ यही लैजाउँ न यही लैजाने आजले बिस्कुट चिसो र यहाँनिर छ टान्नै यही हो 7-11 अस्ति त यहाँ भिडियो बनाउनु दिएको थिएन आज चाहिँ मैले सोधेँ नि त भिडियो बनाउनु दिन्छ मलाई भनेर सोधेपछि दिन्छ कि चप्पलहरू तर यहाँ चाहिँ जे कुरा नि महँगो हुन्छ है 7-11 हो नि त यो 7-11 मैले यहाँ बिस्कुट झन्नै हुन्छ जस्तो हामी रेडिमेड सामानहरू पनि पाउँछ होइन आइसहरू यस्तरी राखेको हुन्छ कि आइस ग्लासमा हालेर टक्क होइन रेडिमेड हुन्छ क्या रेडिमेड खानाहरू यो सबै यहाँ चाहिँ चिसोहरू यहाँनिर चाहिँ आइसक्रिम पाउँछ 1 रुपियाँ लिन्छ यहाँनिर थिच्नुपर्छ आइसक्रिम सरर निस्किन्छ खाने मात्रै हो
चुरोहरू त स्ट्रोट यस्तो महँगो चाहिँ यो चुरोट रेडिमेड खाना भयो है satu berapa ini berapa tiga dua Rp3 ini 20 sen thank you यो रेस्टुरेन्ट हामी काम गर्ने रेस्टुरेन्ट तर यहाँनिर यो जुनसुकै छ नि यो बिल्डिङ घरहरू भयो नि होइन यो सबै सेम छ नि त यो सरकारको हो क्या यहीँको राजाको है योहरू सब बिल्डिङ एउटै हो एउटै बिल्डिङ हो नि त यो सेम छ नि त यो जति सबै होइन यहीँको सरकारले बनाइदिन्छ क्या अब नेपालको जस्तो प्राइभेट होइन यहाँ अनि उनीहरूले बनाइदिन्छ अनि अरूले भाडा दिन्छ अनि त्यहीँबाट पैसा उठाउँछ अब यहाँतिर हाम्रो नेपालमा त अब सबै प्रायः जस्तो प्राइभेट हुन्छ नि त यहाँतिर त प्रायः सबै सरकारकै गर्नु दाइको लागि एउटा बिस्कुट मेरो एउटा दाइको लिनुहोस् हजुर यहाँ नै छ ल बिस्कुट हाम्रो दाजुभाइ हाम्रो दर्शन दाइ उसले चाहिँ आइस लिएर आउँछ आइस एउटा आइसलाई ₹2 पर्छ तर यो त मान्छे हेर्दै डर लाग्दो छ है आँखा नि यस्तो गरेर यत्रो सबै मेम्बरहरू खाजा खाँदैछ अब ड्युटी सुरु हुँदा मैले कफी खाएको छ एउटा बिस्कुट सिकोमा हाम्रो मामा चाहिँ आइसको लागि भाँडा टिप्दै आइस हाल्ने माथि पठाउने किचन यसको माथि छ नि त योभन्दा माथि हो किचन सामना सबै यही लिएको छ यहाँ सानो यसमा जाने आइस यस्तो यो गाडी पनि लिएर आउँछ आइस यहाँतिरको मान्छेहरूले प्रायः जस्तो आइस खान्छ कि धेरै जस्तो आइस जे पनि आइस हालेर खान्छ र मामा चाहिँ पैसा दिनु गएको किचनको सुरु भइसक्यो भने त अहिले पैसा दिन्छ अनि पछि मिलाएर हाम्रो यहीँ कम्पनीको म्यानेजर आएर दिन्छ कि त्यो पैसा एउटा आइसलाई चाहिँ ₹2 लिन्छ दुईवटा राख्यो भने ₹4 अब ब्रेक टाइम भएको म चाहिँ रुममा जाने हाम्रो दुईजना दाइहरू चाहिँ कपाल काट्ने रे एकजना दाइको चाहिँ छुट्टी हो आज दुईजना कपाल काट्ने रे अब रुममा जाने हो मगाउनु चाँच पनि छैन चाँचहरू पनि लिएर आउने हो बच्चाहरूलाई खेलाउनहरू यहाँ हानेको छ आफ्नो त बिहे नि भएको छैन बाहिर नि के काम अब काम लाग्ने ए हो कपाल काट्ने ठाउँ कपाल चाहिँ काटिदिन्छ यो कपाल काटिदिन्छ मैले जहिले यहीँनिर आएर कपाल काट्छु के अरे दाइ ब्लेडले हाने नि जिरोमा नत्र नि त त्यो मेसिनले जिरोमा हानिदिने नि हाम्रो दुईजना दाइहरू कपाल काट्ने चाहिँ त म चाहिँ नकाट्ने मैले त कपाल अस्ति नै काटेको जिरोमा काटेको मैले चाहिँ कपाल योभन्दा धेरै खुइलाउनु हुँदैन योभन्दा नि धेरै खुइलायो भने त खतम भयो नि जस्तो एकचोटि काटेपछि 6 महिनाले चाहिँ काट्नु पर्दैन जिरोमा काट्यो भने के दामी छ कपाल काट्ने ठाउँ पनि कपाल काट्ने ठाउँ पनि कपाल काट्ने यस्तो कस्तो छ है अन्त कपाल काट्न थालेको अन्त दाइ चाहिँ कपाल काटिसकेको अब यहाँबाट बाहिर निस्किने कपाल काटिसकेको छैन हिजो अस्ति मैले नि भेटेको नि दर्शन दाइ अस्ति त्यो सरहरूले नि मलाई हिजो आधा लाउँदै थियो गाडी हिँड्ने मान्छे नि आधा लाउँदै थियो मलाई हिजो गाडी चलाउनेहरूले नि
यसलाई चाहिँ के भन्छ त यो टिम्बुर होइन त यो किम्बु होइन किम्बु पो हो यो यो खाँदा त मुख कालो कालो हुन्छ नि त जिब्रो जिब्रो त्यो त झन् टिमुर भने सुनमा थाहा नै छैन रुममा आइपुगेको ब्रेक टाइम थियो बिरालो यो हावाले यस्तो भएको यो पानी परेर ढलेको यतै आएको गछ है गछ महेन्द्र बाहुबली म चाहिँ रुमबाट अब ड्युटी सकेर काममा यो तुम्हारा तुम शादी करेगा तुम्हारा बीवी मिले के आएगा गर्मी लच्छ है पुलिसको गाडी किन आएको पनि है मस्जिद हो मस्जिद खै के भनेको यो है म एउटा बुझ्दैन यसले आज चिसो किन्दैछ चिसो मिल्टी मिल्टी दुइटालाई 23 रुपियाँ पर्छ यसलाई एउटा मलाई एउटा गाजी मासु सायबेली ला पिन्जाम ला चाइनिज हो चाइनिज योभन्दा अगाडि मैले किनेको थिएँ नि त अब यसको पालो कि किन्ने मिल्टी दुइटालाई 23 रुपियाँ पर्छ 23 रुपियाँ थोरै हो आमा अब यहाँबाट भित्र जाने हो यो गइसक्यो क्या दामी चाहिँ यो सही छ यो होइन यस्तो यस्तो धुसो पाउँछ नि त यहाँ क्या सही छ बसेर जान्छ ठाउँहरू यो जस यिनी कस्तो दामी छ यो यहाँ चाहिँ जुसहरू मात्रै पाउँछ जुसहरू योले किनेको आज योले चाइनिज हो यो मान्छेहरू छ नि त यहाँ कस्तो दामी छ एसीहरूदेखि सब छ यहाँ कहाँ भने स्टाफहरू अब डिजाइन कस्तो दामी छ यसो कलर तर यहाँ चाहिँ मान्छे लोत आउँछ है यस्तै हो सेम यहाँ यो भिडियो डब्बा चाहिँ यस्तै हो बनाउँदैछ अलिक टाइम लाग्छ हुन्छ तर गर्नु दियो अगाडि अनलाइनमा अर्डर टिभी यहाँ कति धेरै छैन लाइनै छ टिभी एउटा दुईवटा तिनवटा चारवटा पो छ त कस्तो दामी छ ठाउँ यही रहेछ त्यहाँ सही सही ठाउँ पाइया सुजु हो त्यहाँ एसी भएर होला कस्तो चिसो भएर चाहिँ बाहिर निस्किँदा तातो हुँदो रहेछ भाइया सुजुमा यहाँ भाइया पाना छ सना हो के होटेल ओपन भइसक्यो उयो माथि हो कि किचन चाहिँ यो मुनि खाने ठाउँ हो यहाँ माथि नि छ खाने ठाउँ तर किचन अलिक भित्र छ यो खोली छ बाई यो चाइनिज हो यो रेस्टुरेन्ट जस्तै काम गर्दैछ यो मेङ्गरहरू हो यहाँनिर त केरा त अझै बाँकी रहेछ हो यहाँ पनि छ केरा हात्ती हात्ती यहाँ पनि छ यहाँ पनि हात्ती केरा छ हात्तीलाई दिएको होला खायो पो हात्तीले ए लो आमा त अनि अघि नै आएर नि बसिरहेको रहेछ नि त नि ढोकामा कतिजना आएको त आमा आज हो मेरो ड्रिम कार यही हो BMW आज चाहिँ यही राम्रो लाग्छ BMW ड्रिम कार हो मेरो यो सफा बनाएर आएको छ आमा अघि नै घुरिरहेको छ लैजा आडा दुआ गर बाई यस्तो पनि त हामी पहिला नेपालमा त यस्तो रुखमा त कालिजमा जान्थ्यो कालिज गुलेली पुग्यो हिँड्यो साथीहरूसँग अब त्यो दिन पनि गयो बाल्यकाल पनि गयो अब त ठुलो भएपछि त साह्रै झ्याउ लाग्छ सानोमै ठिक थियो बरु बस्ने खाने जहाँ जाँदा पनि भयो क्या रमाइलो हुन्थ्यो साथीहरूसँग फुटबल खेल्यो हिँड्यो भोक लागेपछि आयो खाना खायो
फेरि गयो खेल्न त्यही थियो अनि खोलामा नुहाउनु गयो साथीभाइहरूको धेरै याद आउँछ अहिले तर साथीहरू त सबै विदेश छ कुनै साउदी छ कुनै कता छ कुनै दुबई छ सबैजना अलग यतापट्टि चाहिँ बङ्गालीहरू बस्छ यहाँ चाहिँ हामी बस्छ अब तरकारी कस्तो दामी मिठो गन्ध आउँछ त तरकारी मिठो गन्ध आउँछ म चाहिँ अब रुममा आइपुगेँ आजलाई यति नै भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु